बिरानीको पालो छ। हाम्रो घरमा आज बिरानी पाएको छ र सबैलाई आज घरको परिवार बोलाएर बिरानी खाने प्रोग्रामलाई हामी आज अग्रसित गर्दैछौँ। टाढा बस्ने साथीहरू त बोल्नु सकिएन, यहीँ बसेर यसो गन्ध आयो भने चाहिँ थुक्दै बस्यो नत्र भनेदेखि तुरुन्त आइहाल्यो हुन्छ, के फरक पर्दैन जी। मासु देखेन भनेर होला मासु निकाल्दैछु है म। यो चाहिँ तपाईँको कुखुराको है, कुखुराको चिकन बिरयानी ल चिकन बिरयानी छ तपाईँको। आलु पनि छ, आलु खोटिन्छ है बिस्तार छ त। भित्रबाट अलिकति यसको ग्रेभी पहिला हाल्नु, अनि माथिबाट चामलको भात मासु। आलु कुचिन्छ त्यसरी माथिबाट हल्का गर्नु हुन्छ, आलु फुट्छ। दामी भएछ।